नमस्ते, म सुलक्ष्मी इन्डस्ट्रीबाट विपिन अनुरागी। आज हामी कुरा गर्दैछौँ पेपर बिजनेसको बारेमा। यो बनाना फाइबर एक्सट्र्याक्ट मेसिन, यो मेसिनले केराको खम्बाबाट चाहिँ बनाना फाइबर उत्पादन गरिदिने काम गर्दछ। हो दोस्रो स्टेपको मेसिन, यसलाई कुकिङ पट भन्छ। यसले निकालिसकेको फाइबरलाई पकाएर गलाउने काम गर्दछ। यो तेस्रो स्टेपको मेसिन हो। यो चाहिँ हाम्रो पल्पिङ मेसिन भन्छ यसलाई। यो पल्पिङ मेसिनले हामीले पकाइसकेको फाइबरलाई प्रशोधन गरी पल्प बनाउने काम गर्दछ। यो हो थर्ड स्टेपको मेसिन। यसले पेपर पल्प बनिसकेपछि पेपर मेकिङ गर्ने चाहिँ ट्याङ्की हो। यसमा चाहिँ पेपरहरू बनाउन सकिन्छ। यो हो चौथो स्टेपको पेपर मेकिङ फ्रेम। यसले चाहिँ कागज बनाउनको लागि यो फ्रेमको प्रयोग गरिन्छ। यो हो फ्रेम। हामीले जुन मेसिनहरू देखाइयो त्यसपछि फाइनल चरणको पेपर हाम्रो यस्तो खालको पेपरहरू बन्दछ। यसबाट कटिङ गरेर हामीले A4 साइजको पेपरहरू निकाल्न सक्छौँ। अनि यसलाई चाहिँ यस्तो साइजको पेपरहरू निकाल्न सकिन्छ। सानो ठुलो सबै किसिमको पेपरहरू निकाल्न सकिन्छ। यस्तै किसिमका मेसिनहरू नेपालकै जनशक्ति प्रयोग गरी नेपालकै इन्जिनियरद्वारा हामीले नेपालमै मेसिनहरू उत्पादन गरिरहेका छौँ। यदि हजुरहरूलाई पनि यस्तो खालको मेसिनहरू चाहिएमा हाम्रो दिएको नम्बरहरूमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ या तल दिएको नम्बरहरूमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामीले अर्डर बमोजिम र तपाईँहरूको चाहना बमोजिमको मेसिनहरू उत्पादन गरिरहेका छौँ।